फेरि तेस्रो वर्ष यो पवित्र भूमिमा ऐतिहासिक परिदृश्यहरू निर्माण भइरहेको छ र भगवान बुद्धको जन्मभूमि लुम्बिनीको सानिध्यमा रहँदै गर्दा हामी सबैको एउटा महत्त्वपूर्ण भूमिका यो रहन्छ कि आज हामी हरेक दुःख, अशान्ति, असद्भाव यी आदि कुराहरूबाट भित्र त हामी चिन्तित छौँ नै, अझै विश्वमा भइरहेकोलाई हाम्रो कर्तव्यप्रति, जिम्मेवारीप्रति हामीलाई कर्तव्यबोध बनाउनेछ, कर्तव्यपरायण बनाउनेछ भन्ने कुरा हामीले विश्वास लिएका छौँ। र म भोलिन्टियर साथीहरूलाई कुर्सीमा लेखिएको नाम अनुसार हाम्रा अतिथिज्यूहरूलाई आसन ग्रहण गराइदिनु हुन म आग्रह गर्छु। र विशेष गरी यो उताबाट आउँदै गर्दा बायाँपट्टि म प्रमुख अतिथिज्यू लगायत म नाम लिन गइरहेको छु। बौद्ध समाज नेपालका अध्यक्ष शङ्कर गाहा मगरज्यू र आजका हाम्रा प्रमुख अतिथि माननीय सभामुख लुम्बिनी प्रदेश सभाका माननीय तुलाराम घरती मगरज्यू, त्यस्तै गरी सिद्धार्थ नगरपालिकाका नगर प्रमुख श्री इस्तिहार अहमद खानज्यू, त्यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री कल्पना हरिजनज्यू, त्यस्तै गरी सिद्धार्थ नगरपालिकाका डेपुटी मेयर श्री उमा अधिकारीज्यू बसिदिन आग्रह गर्छु। त्यस्तै गरी वर्ल्ड कन्फ्युसियस सेन्टर लुम्बिनीका डाइरेक्टर श्री हङमै तङज्यूलाई म यो बाटोभन्दा दक्षिणपट्टिको चेयरमा बसिदिन आग्रह गर्छु। र त्यस्तै गरी सिद्धार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी श्री जनक थापाज्यू म यो उत्तरपट्टि बसिदिनु हुन आग्रह गर्छु। त्यस्तै गरी श्री विमल बहादुर साक्यज्यू पूर्व सदस्य सचिव लुम्बिनी विकास कोष र त्यस्तै गरी त्योलाई पनि म आग्रह गर्छु। आदरणीय उपस्थित महानुभावहरू, म सकेसम्म यहाँहरूलाई यो बीचको भागलाई म खाली गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। कृपया भोलिन्टियर साथीहरूलाई म आग्रह गर्न चाहन्छु, यो बीचमा रहनुहुने हाम्रा धर्मप्रेमी महानुभावहरूलाई, शान्तिप्रेमी महानुभावहरूलाई म यो बीचको ठाउँबाट सहज हुने र आफूलाई पाइपर्ने ठाउँमा सगौरव म बसिदिन विनम्र अनुरोध गर्न चाहन्छु। यो कार्यक्रमलाई विधिवत रूपमा
अगाडि बढाउनुभन्दा पूर्व म महासङ्घप्रति अगाध श्रद्धा व्यक्त गर्दै सम्पूर्ण बन्धुज्यूहरूप्रति वन्दना अर्पण गर्दै र सम्पूर्ण पाहुनाहरूलाई पनि स्वागत गर्दै तथा विश्व शान्तिको कामना गर्दै यो समाजले आचरण गर्ने औपचारिकता हामीले अवलम्बन नगर्न सक्छौँ। यो विशेष गरी विशुद्ध रूपमा बुद्ध शासनसँग, बुद्ध धर्मसँग, परम्परासँग आबद्ध निहित कार्यक्रम भएको कारणले गर्दा यसको ठाउँमा भगवान बुद्धका अस्थि धातुलाई हामी स्थापना गर्नेछौँ र यतापट्टि भगवान बुद्धको प्रतिमा हामीले स्थापना गर्नेछौँ। सोही अनुसार हामीले बिस्तारै हाम्रा आमन्त्रित पाहुनाहरूलाई कसरी यो अस्थि धातुतर्फ र भगवान बुद्धतर्फ हामीलाई दिएको यो पवित्र पूजन सामग्री अर्पण गर्ने भन्ने सन्दर्भमा हामी यहाँलाई बिस्तारै बिस्तारै निर्देशित गर्दै जानेछौँ र सो अनुसार यहाँहरूले पनि हामीप्रति सानो भाव राखेर, सद्भाव राखेर सहकार्यको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। यो कार्यक्रम विष्णु बुद्धले सम्बोधि लाभ गरिसक्नु भइसकेपछि निरन्तर उहाँको आफ्नो गृह जिल्लामा निरन्तर उहाँलाई निम्तो भयो। राजा सुदोधनबाट, उहाँको बुवाबाट निरन्तरको निम्तोपछि उहाँले स्वीकार गरेर आफ्नो राज्य फर्कने क्रममा, कपिलवस्तु फर्कने क्रममा यही बाटो भएर 20,000 बढी सङ्घ सदस्यहरू, बौद्ध सत्य भिक्षु बन्धुज्यूहरू आउनु भएको विश्वास गरिन्छ। त्यसैको सम्झनामा थाइल्यान्डको धम्मकाया फाउन्डेसन परिवारबाट यो धर्मलाई, यो शासनलाई, यो परम्परालाई नेपाललाई फिर्ता गर्नुपर्छ, नेपालले पनि यसको गौरवलाई, मौलिकतालाई बुझ्नुपर्छ भन्ने ध्येयबाट यो कार्यक्रम विगत 3 वर्षबाट निरन्तर यही शुद्धतालाई, यही पवित्रतालाई र यही संरचनालाई संयोजन गर्दै अगाडि आइरहेको छ। र मेरो यो दक्षिणपट्टि भगवान बुद्धको पवित्र अस्थि धातु र दाहिनेपट्टि अहिले उत्तरपट्टि भगवान बुद्धको प्रतिमा आइसकेको कारणले गर्दा यो कार्यक्रमलाई हामी अगाडि बढाउन चाहन्छौँ। आज विशेष गरी थाइल्यान्डबाट धेरै पाहुनाहरू आउनुभएको कारणले गर्दा नेपालमा भइरहेको कार्यक्रम पनि थाईका पाहुनाहरूले, थाईका नागरिकहरूले पनि थाहा पाओस्, बुझोस् भन्ने ध्येयबाट गोपीजीबाट थाई भाषाबाट पनि यसलाई उल्था गरिने प्रयत्न गरिनेछ। धन्यवाद। तपाईँले चाहिँ हाम्रो कार्यक्रमको विषयमा के हुनु भइरहेको छ भनेर चाहिँ म चाहिँ उहाँहरूको लागि जानकारी गर्न चाहन्छु है।